हरिओम नमस्कार। संसार आधुनिकताको दौडमा निरन्तर अगाडि बढिरहेको छ। तब पनि केही स्थानहरू यस्ता छन् जहाँ ज्ञान केवल पुस्तकहरूमा सीमित छैन, शिक्षा केवल रोजगारीको माध्यम होइन र जीवन केवल भौतिक सफलताको खोजी मात्र होइन। त्यस्ता पवित्र स्थलहरूमध्ये एक हो गुरुकुलम। गुरुको सन्निधिमा रहेर अनुशासन, साधना, संस्कार र आत्मविकासको मार्गमा अघि बढ्ने विद्यार्थीहरूको जीवन वास्तवमै अद्वितीय हुन्छ। गुरुकुलको प्रत्येक क्षणले जीवनलाई नयाँ दिशा प्रदान गर्दछ। आज हामी यस भिडियो सामग्री मार्फत एक गुरुकुल विद्यार्थीको वास्तविक दिनचर्यालाई नजिकबाट अनुभव गर्नेछौँ। हजारौं वर्षदेखि जीवित रहेको हाम्रो गौरवशाली वैदिक शिक्षा परम्पराको झलक अवलोकन गर्नेछौँ। ब्रह्म मुहूर्तको पवित्र जागरणदेखि वेदाध्ययन, गुरु सेवा, दैनिक कर्तव्य र आध्यात्मिक साधनासम्मले विद्यार्थीहरूलाई ऊर्जाशील बनाउँदछ। बिहानको 4 बज्यो। विद्यार्थीहरूको उठ्ने समय भयो। ओम उत्तिष्ठत जाग्रत कौसल्या सुप्रजायाम पूर्वा संध्या प्रवर्तते उत्तिष्ठ नरशार्दूल कर्तव्यं दैवमानिकम्। विद्यार्थीहरू जाग्ने बित्तिकै आफ्नो बिस्तारा मिलाउँछन्। त्यसपश्चात मन्त्र उच्चारण गर्दै भूदेवीलाई प्रणाम गर्दछन्। हे पृथ्वी माता, मेरा पापहरूलाई क्षमा गर्नुहोस् भन्दै विद्यार्थीहरूले भूदेवीलाई प्रणाम गरे। अब पालो स्नानको। ओम हर हर गंगे हर हर गंगे हर हर ओम हर हर गंगे। जय गंगा माता। शास्त्रहरूको वचन छ, कष्ट सहनम तपः। त्यस्तै बिहान प्रातःकालको बाक्लो हुस्सु चिसो हावामा पनि यी बालकहरू चिसो पानीले आफ्नो शरीरलाई पखालेर अब सन्ध्यातर्फ लाग्दैछन्। सेतो धोती र रामनामीमा सजिएर हातमा शुद्ध जल लिई विद्यार्थीहरू सन्ध्यालयमा प्रवेश गर्छन्।
ब्रह्माणि चतुराननाचवलयम् कुम्भं कलेशुभवो वीरणारुणकान्तिलिन्दुवदना विघ्नोपिणीवादिका हंसारोहणकेलिरम्बरमणे वाञ्छिता भूषिता गायत्रीरिति भाविता भवतु नः सम्पदसमृद्धै सदा। विद्यार्थीहरू आफ्नो बुद्धिलाई तीक्ष्ण र एकीकृत गराउनको निमित्त नित्य सन्ध्यावन्दन गर्दछन्, जप र साधना गर्दछन्। नित्य कर्म अन्तर्गत गायत्रीको उपासना र गायत्री मन्त्र जपले बटुक ब्राह्मणहरूको बुद्धिलाई अझै सुदृढ, एकीकृत र समुन्नत बनाउँदछ। गायत्री जप पश्चात विद्यार्थीहरू ध्यानको अभ्यास गर्दछन्। ध्यानले विद्यार्थीहरूको मस्तिष्कलाई सामान्य मानिसहरूको भन्दा तीक्ष्ण र बौद्धिक बनाउन सहयोग गर्दछ। ओमकारको दिव्य ध्वनि पश्चात विद्यार्थीहरू योग आरम्भ गर्दछन्। प्रत्येक दिन विद्यार्थीहरूले सूर्य नमस्कार लगायत विभिन्न आसनहरू अभ्यास गर्दछन्। बिहानको योग ध्यान करिब 1.5 घण्टाको हुन्छ। त्यस पश्चात विद्यार्थीहरू आफ्नो स्वअध्ययनमा लाग्दछन्। विद्यार्थीहरू दिउँसो विद्यालयमा बुझाउनु पर्ने पाठ कण्ठस्थ गर्न थाल्दछन्। आदिर्मध्ये गानां सुस्यत संज्ञास्यात् यथानीति अयुवणानां संज्ञास्यात् एवमच अलिप्यदयाः। गुरुकुलमा जीवनोपयोगी अनेक कला सिकाइन्छन्। हवनको लागि विद्यार्थीहरू आफै संविधा तयारी गर्दछन्। बटुकहरू नित्य आहुति दिन्छन्, नित्य हवन गर्दछन्। आफ्नो पालो अनुसार बटुकहरू अब देवताहरूलाई र भगवानलाई आहुति दिनको लागि हवन गर्न आरम्भ गर्दछन्। भगवते वासुदेवाय नमः स्वाहा। ओम नमो भगवते वासुदेवाय नमः शिवाय स्वाहा। ओम नमः शिवाय स्वाहा। ओम नमः शिवाय स्वाहा। ओम नमः शिवाय स्वाहा। ओम नमः शिवाय स्वाहा। एकतर्फ हवन चलिरहँदा अर्कोतर्फ नित्य विश्व शान्तिको सङ्कल्प लिएर रुद्राभिषेक पाठ भइरहन्छ।
प्रातःकालको जप सन्ध्यापछि विद्यार्थीहरूले चियापान गर्दछन्। चियापान पश्चात नित्यकर्म हवन रुद्राभिषेक गर्दै अन्तिममा आरती गरेपछि विद्यार्थीहरू पुनः स्वाध्यायमा लाग्दछन्। सरस्वतीं देवीं शुद्धां गुण्यां करोम्यहम् पाणिनीय प्रवेशाय लघु सिद्धान्त कौमुदीम्। गुरुकुल भनेको एउटा यस्तो शैक्षिक संस्था हो जहाँ जीवन सिकाइन्छ, जीवन कसरी जिउने भन्ने कुरो सिकाइन्छ, त्यो नै गुरुकुल हो समग्रमा भन्दा। गुरुको नजिकमा रहेर, गुरुको सान्निध्यमा रहेर एउटा शिष्यलाई जीवनको समग्र पाटो सिकाउने, उसका भौतिक उन्नतिदेखि लिएर आध्यात्मिक उन्नतिसम्मको धर्म अर्थ काम मोक्ष यो चारवटै पुरुषार्थ कसरी प्राप्त गर्न सकिन्छ र ती पुरुषार्थहरूबाट फेरि यो जन्म मृत्युको चक्र कसरी छुट्न सक्दछ, यी समग्र जीवनको विषयमा गुरुकुलमा एउटा शिष्यले गुरुबाट सिक्दछ र आफ्नो व्यवहारमा जान्छ, घर परिवारमा जान्छ र उसले आफ्नो सफल जीवन एउटा मनुष्य भएर जन्म लिनुको वास्तविक रसलाई, वास्तविक अर्थलाई उसले सार्थक गर्दछ। गुरुकुल स्थापना गर्नुको मुख्य उद्देश्य के हो भने गुरुकुलले अहिले समाजमा व्याप्त नैतिक आचरण, इमान्दारिता हराउँदै गएको हामीले देखेका छौँ र त्यसको पुनर्जागरण माने व्यक्तिमा एउटा नैतिकता, आचार र आफूभन्दा ठुलाप्रति गर्नुपर्ने जुन एउटा आदर भाव छ, सम्मान छ, ती भावनाहरू विकास र नैतिक आचरण, इमान्दारिता पूर्ण योग्य नागरिक उत्पादन हुन् भन्ने गुरुकुलको उद्देश्य हो। साथसाथमा प्राचीन वैदिक ज्ञानको संरक्षण, सम्वर्धन र उन्नयन अहिले हराउँदै गएको छ। हाम्रो विज्ञान, हाम्रो ज्ञान जति पनि छ, यी पूर्वीय ज्ञान र दर्शनलाई फेरि विश्व समाजमा गुरुकुलका योग्य विद्यार्थीहरूले पुर्याउन सक्नेछन्। गाउँ गाउँमा, घर घरमा गएर उनीहरूले वैदिक ज्ञानको प्रचार प्रसार र धर्मको संरक्षण र वैदिक ज्ञानको विस्तार गर्नु नै गुरुकुलको मूल उद्देश्यहरू रहेको छ। बिहान 9 बजे भोजनको घन्टी बज्यो। घन्टी बज्न साथ पढ्दै गरेका विद्यार्थीहरू आफ्ना वस्त्रहरू खोलेर हातमा थाली बोकी भोजनालयतर्फ आउँदैछन्। भोजनालयको घन्टी लागेको केही मिनेटमा नै भगवानलाई भोग लगाउन केही विद्यार्थीहरूले प्रसादी लिएर गए। अरू भने सुव्यवस्थित तरिकाले आफ्ना चप्पलहरूलाई राखेर शान्त रूपमा भोजनालय प्रवेश गर्दैछन्। भोजन तयारी पाकशालाका काकाले गर्नुहुन्छ। बाँड्ने अभ्यास भने विद्यार्थीहरू आफै गर्छन्।
शान्त मुद्रामा भोजन ग्रहण समाप्त हुन्छ। सबैले भोजन गरिसकेपछि विद्यार्थीहरू एकैसाथ उठ्दछन्। अन्तिममा मन्त्र उच्चारण हुन्छ। गुरुकुल जीवन उपयोगी सिकाइको मन्दिर हो। त्यसैले साना साना बटुकहरू आफूले खाएका जुठा थाल आफै सफा गर्दछन्। भोजन गरेको केही समयपछि विद्यालयको घन्टी बज्दछ। ठीक 10 बजे भोजन पश्चात घन्टीको आवाज सुनेपछि विद्यार्थीहरू आफ्नो विद्यालय पोसाकमा सजिएर प्रार्थनामा उपस्थित हुन्छन्। प्रार्थना सुरु हुन्छ। हस्त प्रसारणम हस्तौपरि करतल ध्वनिः हस्त प्रसारणम हस्तालः दक्ष रविरुद्रपितामहविष्णुनुतं हरिचन्दनकुङ्कुमपङ्कयुतं मुनिवृन्दगणेन्द्रसमानयुतं तब नौमि सरस्वती पादयुगम्। सेतो धोती, गेरु कुर्ता र चिटिक्क परेको ढाका टोपीमा सजिएका राष्ट्रभक्त बटुक विद्यार्थीहरूले राष्ट्रगान गाउँदछन्। एकस्य श्लोकस्य अर्थं वक्तुम् इच्छामि। अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनु सदम् अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभः। अमन्त्रम् अक्षरं नास्ति अनौषधं मूलं नास्ति अयोग्य पुरुषो नास्ति केवलं तत्र योजको दुर्लभः अस्ति। सबै अक्षरहरू मन्त्र हुन्। सबै वनस्पतिहरू औषधि हुन्। सबै मानिसहरू योग्य छन् तर खोज्नेको मात्र केवल खोज्ने मानिसको मात्र दुर्बल छ। व्याकरणको सूत्र वाह वाह उठ भस्य वाह सम्प्रसारण मुठ स्यात्। म्याथको सूत्र साधारण व्यास निकाल्ने सूत्र PTR upon 100। थ्याङ्क यू। द्वितीयः तृतीयः चतुर्थः पञ्चमः षष्ठः सप्तमः। कक्षा 6 देखि 10 सम्म सबैको हाजिरी प्रार्थनामा नै हुन्छ। यस पश्चात सबै विद्यार्थी आफ्ना कक्षामा प्रवेश गर्दछन्। एकम द्वे त्रीणि चत्वारि पञ्च षट् सप्त अष्ट
नव दश एकादश द्वादश त्रयोदश चतुर्दश सरस्वती बृहस्पति वञ्चैतान् संस्मरे नित्यं वेदवाणीं प्रवर्तयेत् ओंकार प्रौढमूल ब्रह्मपदसहिता छन्दविस्तीर्ण शाखा ऋक्पत्र सामपुष्पो यजुरधिकफलो सर्वगन्धं दधानः यज्ञर्षाया समेतो द्विजमधुपगणैः सेव्यमानः प्रभाते मध्ये सायं त्रिकालं सुचरितचरितः पातु वो वेदवृक्षः मध्ये सायं त्रिकालं सुचरितचरितः पातु वो वेदवृक्षः ओम श्री सरस्वत्यै नमः ओम श्री वेदपुरुषाय नमः। बिहान 10 बजेदेखि दिउँसोको 4 बजेसम्म औपचारिक विद्यालयको समय हो। यस समयमा विद्यार्थीहरू आफ्ना कक्षा कोठामा बसेर आफ्ना पाठ्यक्रमको अध्ययन गर्दछन्। आमा मेरी दयालु श्री भगवती लक्ष्मी जगन्नायकी पिता अच्युत सर्वरक्षक प्रभु नारायण श्रीपति मेरा बंधु रमापति चरण का अन्य प्यारा जना मेरो नित्य निवास श्री चरण को सानिध्य हो यही मना मेरो नित्य निवास श्री चरण को सानिध्य हो यही मना। धन्यवाद। नेपाल सरकारको गुरुकुलीय पाठ्यक्रम अनुसार आधुनिकतर्फ अङ्ग्रेजी, गणित, सामाजिक र नेपाली विषय गुरुकुलमा पढाइ हुने गरेको छ। यसैगरी संस्कृत विषयतर्फ संस्कृत भाषा, कर्मकाण्ड, वेद आदि गरेका विभिन्न विषयहरूको गुरुकुलमा अध्यापन गराइन्छ। स्मरामि गणनाथ मनाथ बन्धुम् हे कृष्ण वृंदावन को बिहारी हे सत्य को सुंदर रूपधारी हे विश्वव्यापी त्रयतापहारी उद्धार हाम्रो घर हे मुरारी उद्धार हाम्रो घर हे मुरारी। अहं पश्यामि आवां पश्यावः वयं पश्यामः अहं नमस्करोमि मा चाहिँ साधारण ब्याज भनेर हेरेका थियौँ। साधारण ब्याजमा चाहिँ सूत्र के थियो थाहा छ? साधारण ब्याज निकाल्ने सूत्र हो। साधारण ब्याज निकाल्ने सूत्र चाहिँ I = P/R/100 भने के गर्छौँ थाहा छ? CI कम्पाउन्ड इन्ट्रेस्ट हुन्छ। कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने सूत्र चाहिँ P/1 + R/100 ठिकै छ। दिउँसो 2 बजे खाजा खाने छुट्टी हुन्छ। त्यसपश्चात भने कक्षा खाली भएका
छात्रहरूले बटुकहरूले आफ्नो इच्छा र रुचि अनुसार कम्प्युटर लगायतका विभिन्न आधुनिक उपकरणहरू चलाउन र प्रयोग गर्न अभ्यास गर्दछन्। दिवा 3 बजे करिब सम्पूर्ण औपचारिक कक्षाहरू समाप्त हुन्छन्। त्यसपश्चातको समय भने विद्यार्थीहरू एकै ठाउँमा जम्मा भएर हार्मोनियम, तबला लगायतका विभिन्न वाद्य यन्त्रहरू बजाउने र गायन आदि गर्न सिक्ने सिकाउने कार्य गर्दछन्। गुरुकुल शिक्षाको मूल उद्देश्य केवल विद्वान बनाउनु होइन, असल चरित्र, उच्च विचार र सेवाभाव भएका आदर्श व्यक्तित्व निर्माण गर्नु पनि हो। यहाँ शिष्यहरूले गुरुको सेवा गर्दै विनय, संयम, परिश्रम र आत्मनिर्भरताको अभ्यास गर्दछन्। वेद, उपनिषद, व्याकरण, ज्योतिष, दर्शन, योग, आयुर्वेद तथा विविध शास्त्रहरूको अध्ययनसँगै जीवन उपयोगी सिपहरू पनि गुरुकुलमा सिकाइन्छ। भगवान श्रीरामले पनि गुरु वशिष्ठको गुरु आश्रममा रहेर ज्ञान हासिल गर्नुभएको थियो। यसैगरी भगवान श्रीकृष्णले पनि 64 दिनमा 64 कलाहरू गुरुकुलबाटै सिक्नुभएको हो भन्ने पौराणिक मान्यता रहेको छ। आज पनि गुरुकुलमा 64 कलाहरूमध्येका विभिन्न कलाहरूको प्रशिक्षण गराइन्छ। गुरुकुलका विद्यार्थीहरू बाग बगैँचा गोड्न, सरसफाई गर्न लगायतका विभिन्न जीवन उपयोगी कर्महरूमा निपुण हुने गरेका छन्। गुरुकुल परिसरमा विद्यार्थीहरू आफै सागसब्जी, मकै लगायतका बालीहरू उत्पादन पनि गर्ने अभ्यास गर्दछन्। दया हो पृथ्वीको अति चहकिलो पारसमणि, दया नै हो कालो नवजनदीको मुख्य तरणि, दया त्यस्तो त्यागी मनुजकिन हिंसातिर झुक्यो, मैले हो मर्छु तर तिमी नराम्रोसित चुक्यौ। 4 बजेदेखि 5 बजेसम्म 1 घन्टा खेल्ने समय हो। खेलमा रुचि भएका विद्यार्थीहरू फुटबल, भलिबल, ब्याडमिन्टन जस्ता खेलहरू खेल्न जान्छन्। कोही भने माटोसँग खेल्दै, माटोसँग प्रेम गर्दै फुलबारी गोड्ने र सजाउने कर्म गरिरहन्छन्।
सधैँ हजुरलाई एउटा श्लोक आउँछ कुन कर्ममा छ भन्ने शक्ति अनि हेर्नु न कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन घोटिएर सयौँ पल्ट दाउरो बन्छ चन्दन ईर्ष्या द्वेष हटाएर जो छर्छ प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव प्रत्येक दिन 4 देखि 5 बजेको समय करिब 1 घण्टा विद्यार्थीहरूको खेल्ने समय हो। यस समयमा विद्यार्थीहरू फुटबल, भलिबल, ब्याडमिन्टन लगायतका विभिन्न खेलहरू खेल्ने गर्दछन्। दानपरायशस्विनो मनस्विनो मन्त्रविदः सुमङ्गला क्षेमं न विन्दन्ति विनाय दर्पणं तस्मै सुभद्राश्रवसे नमो नमः तस्मै सुभद्राश्रवसे नमो नमः। साँझ 5 बजेबाट फेरि नित्य कर्महरू सुरु हुन्छन्। सन्ध्यावन्दन, ध्यान, पाठ, आरती साँझको समयमा गुरुकुलमा नित्य हुने कर्महरू हुन्। सन्ध्याकाल विभिन्न स्तोत्रहरूको पाठ गरेर श्रीमद् भगवत गीता, श्रीमद् भागवतम जस्ता ग्रन्थहरूको पाठ गरेर व्यतीत हुन्छ। त्यसपश्चात भगवानको आरतीको समय हुन्छ।
शङ्ख घण्टको दिव्य नाद सुन्दै र दिव्य आरतीको दर्शन गर्दै गुरुकुलको सन्ध्या यसरी बित्दछ। आरती सकिए लगतै रात्रिकालीन भोजनको घन्टी लाग्दछ। सबै विद्यार्थीहरू भोजनालयमा पुग्दछन्। भोजन गरेर सबै विद्यार्थीहरू एकै ठाउँमा जम्मा भई भोलि बुझाउनुपर्ने गृह कार्यहरू गर्न थाल्छन्। आफ्नो गृह कार्य सकेपछि समय अनुरूप विद्यार्थीहरूले कहिले समाचार त कहिले ज्ञानमूलक भिडियोहरू टेलिभिजनमा हेर्न पाउँछन्। यसरी एउटा गुरुकुल जीवनयापन गरिरहेको विद्यार्थीको दिनचर्या समाप्त हुन्छ। करिब 9:30 देखि 10 बजेको भित्र विद्यार्थी आफ्नो शयन कक्षमा जान्छन् र भोलि सबेरै उठ्नको लागि चाँडै शयन गर्ने निदो गर्दछन्। हाम्रो यस भिडियो श्रृङ्खला हजुरलाई कस्तो लाग्यो अवश्य नै प्रतिक्रिया दिनु नै हुनेछ। यस्तै यस्तै अन्य भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। यस भिडियो सामग्री तयार गर्नलाई हामीलाई सहयोग गर्नुहुने नैमिषारण्य संस्कृत गुरुकुलम परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यस भिडियो श्रृङ्खलालाई अझै उत्कृष्ट बनाउन हामीलाई एरियल भ्यू खिचेर सहयोग गर्नुहुने श्री मनोहर पाठकज्यू लगायत फ्लाइङ विङ्स नेपाल परिवारलाई हार्दिक आभार व्यक्त गर्दछौँ। आजको लागि यस भिडियो श्रृङ्खलालाई यहीँ अन्त्य गर्दै म नारायण आचार्य र हाम्रो सम्पूर्ण टिम यहाँहरू माझबाट बिदा हुन्छौँ। हस्त नमस्कार। जय नेपाल, जय तु संस्कृतम, जय तु गुरुकुलम।